भने बिरबल अकबरकोमा काम गर्थ्यो त्यो त सबैलाई थाहा छ। अकबरको मन्त्री थियो नि। अनि अकबर राजाले एउटा पण्डित, अरे तिमीले मलाई नसोचौ, एउटा पण्डितलाई भनेछ, मतलब कसैलाई पनि भनेछ कि शर्त बाजा बजाएर भनेछ कि त्यो चिसो पानीमा जो बस्छ रातभरि त्यसलाई जति पनि सोना चाँदी अब पैसा सम्मान गर्ने भनेछ। र एउटा गरिब बाहुन रहेछ होइन, उसले भनेछ कि म बस्छु भनेछ, छोरीको बिहा गर्नु रहेछ त्यसलाई। अनि त्यसले भनेछ कि रातभरि म बस्छु भनेर। त्यो पानी निकै चिसो थियो अरे। त्यसपछि ल यसलाई लगेर बसाल भनेर लिएर गएछ आर्मीहरू, त्यो सिपाहीहरूले लिएर गएर रातभरि बसेछ। बिहान उठेर सोधेछ क्या, दरबारमा ल्याएछन् बिहान, होइन त्यति चिसो पानी मैले हात हाल्दा त मलाई डर लागिरहेको थियो, म कसरी बसिस् भनेछ क्या। मिलो दूर एउटा बत्ती बोलेको देखेँ, त्यसलाई देखेर त्यसैको तापले म बसेँ भनेको है। त्यसो भए तैँले आगो तापेर जस ब्याक गरेर लहरेछ। बिरबल फेरि कसैको उभलो हेर्न नचाहने, उसले सोचेछ कि यसलाई त पैसा दिलाउनै पर्यो, यसको इनाम त दिलाउनै पर्यो भनेर एउटा प्लानिङ गरेछ कि। अनि एक दिन अकबर राजालाई भनेछ कि जापना हाम्रो घरमा आज खिचडी खाने हो, तपाईँलाई म निम्ता गरेँ, हाम्रोमा आउनु होला भनेछ। बिहानै आउनु होला भनेछ। त्यसपछि बिहानै बोलाएछ। अब बिहान आएको 1 बजेछ, 2 बजेछ, 3 बजेछ, 4 बजेछ, अझै पनि खाने सुर छैन। राजा हो त, उसलाई रिस उठ्यो भाइ, बिरबल के मजाक बनाइरहेको, बिहान आएको हामी 4 बजेसम्म पनि खाना ल्याइदिनुहोस् भनेपछि त्यसले भनेछ पाक्दैछ, एकछिन नआत्तिनुहोस् भनेछ। यो त हुनै सक्दैन, यो त हुनै सक्दैन भाइ, यस्तै बिहानबाट बसालेको अहिलेसम्म पाक्दैन, बरु कहाँ पकाउँदैछस्, नउँ जाऊँ भनेछ कि। त्यसो भए जाऊँ, गएर हेर्दा बाँसको टुप्पा कसरी झुन्नाएको, फेन आगो बालिरहेको। अरे बिरबल यार, तेरो पनि दिमाग छैन, उहाँ टुप्पामा त कसरी बसालेस्, यहाँ तल आगो लगाएर पाक्छ भनेछ क्या। हो त्यही सर, यो बाहुनले मिलोदुर बत्तीले तातो दियो भने युलाई पनि तातो त पक्कै पुग्छ, त्यो पक्कै पाक्छ, त्यही भएर बसालेको भनेछ।